राजनीतिमा मात्रै होइन, अहिले राजनीति पनि सस्तो भएको छ। एकातिर यो त्यागको यहाँको छ, हामीले यहाँ उपस्थित नगराएका, हामीले किताब नलेखेका पङ्क्तिको अर्को छ। तर एउटा खादा लाएर टिका लाएर पनि राजनीतिक दलको नेता हुने, पार्टी प्रवेश हुने, नेतृत्वमा पुग्ने, राजनीतिक अवसर प्राप्त गर्ने एउटा फेरि एउटा के भन्ने त्यसलाई यो त्यागको ठाउँमा त्यो भन्यो भने त त्यो त विकृति जस्तो लाग्छ हैन। त्यो परम्परा हामी कहाँ खडा भएको छ। तर अहिले नेपालमा राजनीतिमा, न्यायपालिकामा, प्रशासनिक क्षेत्रमा, सुरक्षा क्षेत्रमा सबैतिर जुन ढङ्गको एउटा सहभागिता छ र हामीले पहिलो महिला राष्ट्रपति पनि बनाउन सक्यौँ गणतन्त्र नेपाल निर्माण गरेका कारणले र सङ्घीयता र समावेशिताका कारणले अब सबभन्दा उत्पीडित, सबभन्दा पीडमा परेको तबका पनि नीति निर्माण गर्ने तह र कार्यान्वयनको तहमा पुग्ने हाम्रो जो एउटा स्थिति बनेको छ र फेरि चुनौती पनि सँगसँगै खडा भएको छ। त्यसैले एकचोटि अब हामीले समग्र आन्दोलनलाई एउटा धारमा जोड्ने कुरा र अहिले पछिल्लो परिणामले चाहिँ अब पनि फेरि वामपन्थी कम्युनिस्टहरू छुट्टा छुट्टै यसो बनाएर बस्छौँ भन्ने कुराले चाहिँ यो हामी कोही पनि नरहने स्थिति हो। त्यसैले मलाई लाग्छ यो 8 मार्च यो मतिदेवी स्मृति केन्द्रबाट यति गरिमामयपूर्ण कार्यक्रम गर्दा अब हामी महिलाले सधैँभरि कति दिन्छन्, पुरुष प्रथम नेता छन्, के गर्छन् भनेर होइन कि अब नेपालको आवश्यकता वामपन्थीहरूको बिचमा एकता, देशभक्त लोकतन्त्रवादीहरूको बिचमा संयुक्त मोर्चा गरेर गयो भने मात्रै हाम्रा त्याग, तपस्या र बलिदान, जीवनको बलिदान गरेर गएका शहीदहरूको समेत पनि हामी सपना र आकाङ्क्षालाई पुरा गर्ने एउटा ऐतिहासिक मोडमा आएका छौँ।